Hello guys, welcome to our Nanda Bauju Entertainment channel. Welcome to our channel. अनि आज चाहिँ हामी राम्रो भएर कहाँ जालाको होला भन्नु सोचिरहनु भयो होला। आज चाहिँ हामी थोरै सानो त्यस्तो ठुलो त हैन तर सानो थोरै हेल्प गर्नलाई हेल्प भन्दा मतलब कसैको तर्फबाट अनि थोरै हाम्रो तर्फबाट पनि त्यो हेल्प गर्नलाई जान लाग्यो। अनि हामी चाहिँ जानुपर्ने माथि हो कि यहाँबाट हजुरले माथि नै हो यहाँबाट यस्तो देख्नु भएको छ नि त्यो डाँडाहरू त्योभन्दा माथि नै हो जानुपर्ने। सो त्यसैले अहिले चाहिँ बजेको 4-5 बजिसकेको छ। अब चाहिँ म भाउजू जान लाग्यो। अनि अब चाहिँ हामी चाहिँ गएर हिँड्न लाग्यो यहाँबाट यो हिँड्न लाग्यो। अनि त्यसपछि अब चाहिँ हजुरले चाहिँ कस्तो के भनेर चाहिँ भिडियोको बिचबिच अब यहाँभन्दा अगाडि चाहिँ थाहा पाउनुहुन्छ। सो हामी चाहिँ अब थोरै सामान किन्नु छ, सामान किने भाउजू चाहिँ अगाडि गइसक्नु भएको छ, म चाहिँ यहाँ पछि भएको छु। हाम्रो भाउजू चाहिँ उहाँ पुगिसक्नु भयो, उहाँ चाहिँ हतारमा हुन्छ, गाडी आइसक्यो अरे। सो अब चाहिँ हामी थोरै सामान किन्नु छ, थोरै सामानहरू किनेर अनि त्यसपछि चाहिँ हजुरहरूलाई हामी भेट्नेछौँ। हजुरहरूले हेर्दै जानुहोस् हामी के गर्छौँ, कहाँ जान्छौँ, कस्तो जान्छौँ भनेर है त। हामी चाहिँ यहाँ त्यो सामान किन्न आइसकेका छौँ। हाम्रो भाउजू हुनुहुन्छ उहाँ चाहिँ बोक्नु भएको उहाँले चाहिँ चामल किनिराख्नु भएको छ। उहाँले एउटा उचालै त मरद जस्तो छ। हामी चाहिँ सामान ल्याउनु ठाउँमा आइसकेका छौँ। चामलहरू अरू के लग्ने हो, चामल लिन लाग्नु भएको छ। बाँकी हुँदैछ कुरा। चामल तेल अरू जुन हाम्रो घरैसी चिजमा चाहिन्छ त्यो सामानहरू लिन लागेको। म चाहिँ यहाँ अब यहाँ चामल कति 4वटा चामल, 1 जर्किन तेल, दाल अनि 4वटा चामल, 1 जर्किन तेल, दालहरू, नुन तेल सबै लिनु लाग्यो। अनि चाहिँ हामीले यो दुईटा गरेर मिक्स गरेर लगाउनु लाग्छ। दुईटा यो दुईटा उत्योमा हाम्रो चाहिँ यो चामल चाहिँ सबैभन्दा महँगो चामल हो अरे। यो चाहिँ लग्ने चामलहरू भयो। हामी चाहिँ अटोमा चढिसक्यौँ, मान्छे खाना लाग्नु भएको छ। उहाँको खाना एकदम प्योर हुन्छ, बाटो चाहिँ एकदम राम्रो छ, त्यही भएर राम्रो साउन्ड आइरहेको छ। हेर्नु सक्नुहुन्छ बाटो चाहिँ हामी चाहिँ यहाँ माथि घरमा आइसकेका छौँ, तर पानी परेछ। यहाँ चाहिँ अलिक भर्खरै पानी परिहाल्यो। यो चाहिँ हाम्रो सामान भयो, यो चाहिँ हामीले ल्याइदिएको सामान। 4वटा चामल छ, एउटा तेल अरू दाल भयो। अब यहाँ बाजे बोजू चाहिँ उहाँ हुनुहुन्छ, अनि बाजे बोजू हामी चाहिँ उहाँको पानी परेछ पुरै गर्मी छ, पानी पऱ्यो। त्यो अलिकति त्यहाँसम्म गाडी नआउँदो रहेछ यहाँसम्म, अनि त्यो बोकेर ल्याएको सामान चाहिँ यही हो। हामी चाहिँ सबै सामानहरू दिएर अब चाहिँ जानु लागेको। अनि उहाँ चाहिँ बाजे बोजू हुनुहुन्छ, बाजे बोजूहरू उहाँ हामी चाहिँ उहाँलाई नै यो सामानहरू दिनलाई आएको। अनि यो चाहिँ हाम्रो यो सबै पानी परिरहेको छ कि यो सबै भिज्दो रहेछ, घरहरू यस्तो भएको रहेछ, टिन पनि रहेन, सबै भिज्दो रहेछ। अनि बाजे अब हामी जान्छौँ है त, जान्छौँ। अनि उहरू केही नगर्नु, खाना मजाले खानु होला। अनि अलिकति पैसा छ, कुकर किन्नु होला एउटा, भयो भने दाल लिएको छौँ, कुकर किन्नु होला। खाना धेरै दिनलाई भइहाल्छ यो हजुरहरूलाई दुईटालाई। अनि त्यो कुकर किन्नु होला। अनि अब आलु अरू तरकारी किन्नु होला, औषधि गर्नु होला, ज्वरो आएको छ भन्नुभएको छ, औषधि गर्नु होला बजेर है। अनि हामीहरू चाहिँ अब चाहिँ हाम्रो भयो। यो चाहिँ यो पुरै पानी परिरहेछ कि यहाँ चाहिँ सबै। अनि यो चाहिँ हामीले दिएको, यो उहाँले चाहिँ पानी पर्छ भने ढाक्नु भएको छ। अनि यो घर पुरै चुहिँदो रहेछ, पुरै चुहिन्छ त बाजे। यहाँ मात्रै रहेछ त ओबानो लाग्ने, यति मात्रै रहेछ ओबानो चाहिँ लाग्ने। अब चाहिँ यो हेर्नु कस्तो ठुलो पानी परिरहेछ, पर्न पनि।
अब चाहिँ हामी लाग्छौँ यहाँबाट यहाँबाट जान लाग्यो पानी परिरहेको थियो अब चाहिँ फाट्यो अब चाहिँ जान लाग्यो अनि उहाँहरू चाहिँ तल लाउरेको बुहारी कान्छो छोराको बुहारी अहिलेसम्म नचिनेर हो हामी चाहिँ अब उहाँलाई उहाँ चाहिँ हामीले चिन्छौँ कि हामीले चाहिँ तलतिर गइराख्नुहुन्थ्यो अनि त्यही भएर चाहिँ अब चाहिँ हामी जान लाग्यो यहाँबाट अनि बाजे बजेको घर यो चाहिँ भेट्यो भने बोल्नु होला मसँग केही चाहियो भने तलतिर आउनु होला त्यहाँ आउनु होला हाम्रो घरतिर आउनु होला तल लाउरे बाजेको घर आउनु होला है केही चाहियो भने हामी त्यहीँको म लाउरे बाजेको छोरी ऊ बुहारी कान्छी बुहारी म छोरी लाउरे बाजेको छोरी हो म कान्छीपट्टिको कान्छी म म कान्छी हजुर हजुर कान्छी छोरी केही भयो भने आउनु होला तल सोमै घरदेखि तलतिरपट्टिको ए अब चाहिँ हामी जानु म कान्छी छोरी हो लाउरे बाजेको कान्छी ल बस्नु ल हामी चाहिँ जान्छौँ है अब ल केही भयो भने तल आउनु होला है ल ल ल हुन्छ हुन्छ ल हामी चाहिँ जान्छौँ राम्रोसँग बस्नु है त ल हामी तल शुभमुनाबाट हामी चाहिँ आइसक्यौँ त्यहाँबाट पानी पनि ठ्याक्क फाटेको छ हामी चाहिँ आइसक्यौँ बाजे बजेको घर चाहिँ त्यो भयो यहाँ अलि माथि नै छ कि कुनामा पहिला यहाँ चाहिँ बाटो थियो तर अहिले उ भइसकेछ अब चाहिँ हामी घर जान्छौँ पानी परिसक्यो घरमा पनि कोही हुनुहुन्न अनि बाजे बजेलाई सबै सामान दियो धेरै धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद दाइलाई पनि हाम्रो जुन दाइले सपोर्ट गरिदिनु भयो यतिसम्म गरिदिनु भयो हजुरले यति गरिदिँदा यति खुसी लागिरहेछ हामीलाई हामी भन्नै सक्दैनौँ नि धेरै नै खुसी लागेको छ अब चाहिँ हामी जान्छौँ अब यहाँ चाहिँ गाडी चढ्न आइसक्यौँ हामी चाहिँ यति भन्दै म यो भ्लग यहीँ एन्ड गर्छु ल